आज 2083 वैशाख 19 गतेका प्रमुख समाचारहरूले नेपालको सांस्कृतिक विकास निर्माण र आर्थिक क्षेत्रका महत्वपूर्ण घटनाक्रमहरूलाई समेटेका छन्। सांस्कृतिकतर्फ 40 वर्ष अघि काठमाडौँको वज्रधातु बिहारबाट चोरिएको 13औं शताब्दीको ऐतिहासिक बुद्धको मूर्तिलाई 2570 औं बुद्ध जयन्तीको अवसर पारेर पुनःस्थापना गरिएको छ, जसलाई सम्पदा संरक्षणको क्षेत्रमा ठूलो सफलता मानिएको छ। यसै अवसरमा राज्यका प्रमुखहरूले एकताको सन्देश दिए पनि काठमाडौँ महानगरपालिकाले सार्वजनिक बिदाकै दिन नदी किनारका अनधिकृत संरचना भत्काएपछि केही राजनीतिक विवाद उत्पन्न भएको छ। विकासको सन्दर्भमा कलंकीदेखि वसुन्धरासम्मको 8.2 किलोमिटर चक्रपथ विस्तारका लागि नेपाल र चीनबीच 11 अर्ब रुपियाँको अनुदान सम्झौता भएको छ। आर्थिक र प्रशासनिक क्षेत्रमा पनि ठूला हलचलहरू देखिएका छन्। सुनको मूल्यमा भारी वृद्धि भई प्रतितोला 2,96,100 रुपियाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ। सुशासनका लागि राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी गरिएको छ भने नेपाल प्रहरीको सीआईबीले सरकारी ठेक्का प्रणाली ईजीपीमा भएको प्राविधिक ठगीबारे अनुसन्धान शुरू गरेको छ। खेलकुदमा भने नेपालले सुखद नतिजा हात पारेको छ। आईसीसी विश्वकप लीग -2 मा दिपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्दतले नेपालले यूएईलाई 6 रनले पराजित गरेको छ। यद्यपि काठमाडौँको वायु प्रदूषण अझै पनि संवेदनशील समूहका लागि अस्वस्थकर रहेको र पहाडी भेगमा वर्षाको सम्भावना रहेको समाचारमा उल्लेख छ।